पहिले त अब के भन्नु र कस्तो थियो भने इङ्ग्लिस भने के हो भन्ने पनि थाहा नहुने अब कसैले सिकायो भने वाट इज योर नेम भनेर भन्नु तेरो नाम के हो भनेको हो अनि मेरो नाम यस्तो हो भनेर भन्नु भन्थ्यो अचेल भयो त यत्रो 4 सालको बच्चाले अङ्कल प्लिज गिभ मी वाटर भनेर भन्छ म त छक्कै पर्छु पहिलेको र अहिलेको के रहेछ अब अलिक दिनमा त के हो भन जन्मिने बित्तिकै भयो इङ्ग्लिस बोल्नु थाल्छन् कि क्या हो त्यस्तो त्यस्तो हुँदैछ हौ अब के हुन्छ होला दिन दुनियाँहरू सम्झेको मिलेको कुरा